नमस्ते, चनराज क्रिएसनमा हजुरहरूलाई स्वागत छ। आज म चाहिँ यो मेरो सिम्बेडियम एउटा सिम्बेडियम चाहिँ यसलाई रिपोर्टिङ गर्न गइरहेछु। भित्र के छ थाहा छैन, कस्तो छ। म हजुरहरू सँगसँगै म पनि यो गमलालाई कोट्याएर हेर्नेछु र हजुरहरूसँगै मैले पनि देख्नेछु के भइरहेछ भनेर। अरू मेरो सिम्बेडियमहरू सबै राम्रो छ। यहाँनिर यस्तो छ, हेर्नुहोस् त, यहाँनिर आउँदैछ, राम्रै भएर आउँदैछ। यिनीहरू सबै ठिकै छ है, यसरी राखेको छु, राम्रै भइरहेछ। सबै सिम्बेडियमहरू चाहिँ अहिले फुल्ने सिजन गइसक्यो, त्यसले गर्दाखेरि हरियो राम्रै छ। तर यो एउटा मात्रै किन यस्तो भयो थाहा छैन। म चाहिँ हजुरहरूसँगै चाहिँ अहिले अब यो सिम्बेडियमलाई कोट्याएर हेर्नेछु अनि थाहा पाउनेछ। त्यसपछि चाहिँ म रिपोर्टिङ पनि गरेर हजुरहरूलाई देखाउने छु है। यसको लागि चाहिँ मैले सबै सामानहरू रेडी गरिसकेको छु। मलहरू, कैँचीहरू, गमलाहरू सबै रेडी गरेर यहाँ बसिरहेको छु। अब म तयार गर्न गइरहेको छु है। हेरौँ अब के हुन्छ। पहिला सुरु त अब एक्लै गर्ने भएको हुनाले क्यामेरालाई सेट गरौँ है त। यसरी चाहिँ क्यामेरालाई सेट गरेर यहाँनिर राखिदिन्छु। हो, यसो गर्नु सजिलो होला जस्तो लाग्यो मलाई। अब हेरौँ ल, यहाँनिर पन्जा पनि लाएँ मैले। पन्जा हेर्छु पहिला सुरु। यो चाहिँ बुझ्न सकेन कि मैले के भएको भनेर। गमला माथि बोट हेर्दाखेरि राम्रै छ है। तर के भन्दा मैले किन चाहिँ यसलाई चाहिँ राम्रो छैन भनेर भने चाहिँ अब चाहिँ यो बल्बहरू चाहिँ हरियो भएर फुलेर जानुपर्ने, साइडबाट चाहिँ यसको त्यो टुसा पनि लाग्नुपर्ने। अब त गर्मी आयो नि त, गर्मी आयो अनि अब धमाधम चाहिँ यो फुलेर जानुपर्ने, अर्को टुसा हान्नुपर्ने। त्यो नभएर यो चाहिँ सुकेको पनि छ। प्लस चाहिँ यो चाहिँ यसको यो पहेँलो छ कि यो पातहरू चाहिँ यसरी पहेँलो भइरहेछ। त्यसले गर्दाखेरि मलाई थाहा छैन यो चाहिँ के छ, ठिक छ छैन। ठिक छ भने ठिकै छ, छैन भने पनि हेर्नुपर्ने हुन्छ। म हेर्छु है त। ल अब चाहिँ कोट्याएर हेरौँ। यस्तोटी हेरौँ के छ है। हेर्दा त राम्रै छ जस्तो छ, तर तल चाहिँ धेरै बुर्र कमिला जस्तो छ लागेको। हेरौँ त, माटो त सबै मक्किसके जस्तो छ धेरै नै। अनि जरा पनि यो खिसक्यो कि जरा। यस्तो यो हेल्दी जरा होइन नि त, सुकिसकेको जरा हो। हेर्नुहोस् त, यसरी चाहिँ सुकिसकेछ। त्यसले गर्दाखेरि यसलाई चाहिँ यो पटिङ चाहिँ चाहिएकै रहेछ। पटिङ चाहिएको किन भन्दाखेरि मैले भने नि त, एक नम्बर त यो ग्रो गरेको छैन राम्रोसँग। बल्बहरू पनि अब फुलेर आउनुपर्ने, गर्मी महिना लगाएपछि हरियो टुसाहरू लाग्नुपर्ने, त्यो लागेको छैन। पातहरू पहेँलिएर गइरहेछ। र तेस्रो कुरा चाहिँ यहाँनिर जराहरू खोलेर हेर्दाखेरि चाहिँ यस्तो पुरा सुकिरहेछ। यसरी चाहिँ पुरा सुकिरहेछ, कुनै पनि हेल्दी यहाँ जरा आएको छैन है। अनि माटो पनि हेर्दाखेरि चाहिँ अलमोस्ट त्यो धेरै डिके भइसकेछ, माटो कुहिसकेछ। अर्को माटो त फेर्ने बेला भएकै जस्तो देखियो यहाँनिर। त्यसले गर्दाखेरि हो, अदरवाइज चाहिँ किरा लागेको छैन, खुम्ले छैन, अघि राम्रै छ। ल साथीहरू, यो उसको मेरो बोटमा चाहिँ कुनै किरा चाहिँ नलागेको, रोग पनि नलागेको है। तर यसलाई रिपोर्टिङ गर्न चाहिँ आवश्यक भएको रहेछ। यो यस्तो छ यहाँनिर। अब रिपोर्टिङ गर्नको लागि चाहिँ मैले के गर्नु पर्यो त भन्दाखेरि, यहाँ सबै यो म गर्छु ल, पन्जा फुकालेर यहाँ कैँचीले यस्तो हेर्नुहोस् त,
यो चाहिँ पिटी जरा गइसकेको हो नि त, जरा गइसकेको हेल्दी जरै छैन यो चाहिँ सबै काट्नुपर्ने हुन्छ। यसले चाहिँ जरा पनि दिँदैन, बढ्न पनि बढ्दैन, त्यसले गर्दा यो सबै यहाँनिर म काटिदिन्छु। यो पुरै काटेर र सार्नुपर्ने हुन्छ यसरी। यहाँनिर कुनै यो हेल्दी जरा होइन, यी भित्रपट्टि यस्तो छ नि त सिर्का सुकेको डाँठ छ, त्यसले गर्दाखेरि यो सबै नै काटिदिन्छु म। कामै छैन, खाना दिँदैन यो बोर्डलाई, ग्याज्याङ जिक्रिक्क भएर बस्ने मात्रै हुन्छ यसको काम चाहिँ। मैले त सबै काटिदिएँ, किनभने एउटा हेल्दी जरा छैन है, लाइभ जरा छैन, राखेर नि काम छैन। यस्तो गरेर चाहिँ मैले सबै यसरी काटिदिएँ। अब यहाँनिर पनि एकचोटि चाहिँ यता पात यसलाई पनि काटिदिन्छु। अनि यसमा चाहिँ अब यस्तो छ, यहाँ हेर्नुहोस् त यसरी आउनुपर्ने मसिन है, आउनु सकेको छैन। यो आउनु चाहिँ छेउछेउमा छ थुप्रै नै, तर आउनु सकेको छैन। त्यसले गर्दाखेरि यस्तो सुकेको यो धेरै भएको चाहिँ निकालिदिनु हुन्छ। यहाँभित्र फेरि यसको जुम्रा जस्तो परिरहेको छ क्या, यी हेर्नुहोस् त बिचरा आउन लागेको छ नि है, तर उसले राम्रो खानकी पाएको छैन क्या। ल यस्तो अब यसलाई चाहिँ म राम्रोसँग पखाल्नु पर्ने हुन्छ है, म काटिदिन्छु यो पनि। ल यसलाई चाहिँ म काटेर राम्रोसँग सफा गरेर डेटोल पानीमा सफा गरेर अनि ल्याउँछु, अनि मात्रै यसलाई चाहिँ पटिङ गर्नुपर्ने हुन्छ। ल यसलाई अब पुरा यो माटो चाहिँ मैले यो काम लागेन, यो माटो पनि फाल्नुपर्ने हुन्छ। यो पनि फालेर आउँछु है साथीहरू। अब चाहिँ म यहाँनिर यो अर्किड पखाल्नलाई लागिरहेको छु। यहाँनिर यसरी राख्नु पर्यो, अनि त्यसपछि अलिकति यहाँनिर यो डेटोलको झोल छ है, डेटोलको झोल लगाइदिन्छु म त। यसमा चाहिँ यहाँ लगाइदिएपछि यसले एन्टिसेप्टिकको काम गर्छ नि। यसरी चाहिँ गरिदिएपछि जति पानी राखेर सफा गर्नु पर्यो यसरी। मजाले फिन्स पनि आयो। अब सफा गर्नुपर्ने हुन्छ। यसलाई सफा गर्नको लागि चाहिँ अलिकति फिजा निकालिदिन्छु। ल यसो गरेर सफा गरेपछि मैले अघि चलाएको कैँची पनि अब बस यो पनि सफा गरिदिएँ है फेरि पनि। अनि यहाँनिर मजाले पातहरू पनि सफा गरिदिन्छु। जरा राम्रोसँग आएको भए त राख्दा हुन्थ्यो।
यसको चाहिँ एउटा पनि जरा राम्रो थिएन। यस्तो सबै सुकिसकेको थियो जराहरू चाहिँ, त्यसले गर्दा राखिनँ। नभए ताजा राम्रो खालको जरा भएको भए चाहिँ राख्दा हुन्थ्यो। राम्रो र नराम्रो जरा कसरी थाहा पाउने भन्ने हेर्नुहोस् त। जरा चाहिँ सुकेर यो भित्रको त्यसको जुन चाहिँ यो खाना पानी दिने हुन्छ अर्किडलाई, त्यो पनि यस्तो सिकुटे भएर सिङ्टा भएर बसिरहेको हुन्छ। राम्रो जराको चाहिँ त यो पोटिलो हुन्छ, हरियो हुन्छ होइन। त्यसमा चाहिँ सेतो सेतो हरियो रसिलो पानी भरिलो हुन्छ। यो चाहिँ सबै यसरी सुकेर आइसकेको छ। यो सबै सुकिसकेको। यस्तो छ नि त, यस्तो सबै सुकिसकेको। त्यसले गर्दा यो सबै निकालिदिनु पर्ने हुन्छ। अनि नचाहिने पुरानो बोक्राहरू चाहिँ निकाल्दै हुन्छ। छेउछेउमा यसलाई आउँदैछ साइडबाट, यसलाई चाहिँ बचाएर राख्नुपर्ने हुन्छ। यसो गरेर चाहिँ यहाँनिर एकछिन डुबाइदिने। अनि त्यसपछि यस्तो नचाहिने चिजहरू काटिदियो भने चाहिँ म काटिदिन्छु। हजुर त्यहाँ गएपछि छ नि, यो पनि काटिदियो हुन्छ। यसको कामै छैन, यसले न्युट्रिसन पनि दिँदैन, केही पनि दिँदैन। बेलामै झिकेछु मैले, अलिकति ढिलो भयो कि मर्थेँ बिचरा। अन्त आउँथ्यो होला उसको सिजनमा, तर मुस्किलले है बिचरा। बल्ब त सुकिसकेको छ, बल्ब हरियो हुनुपर्ने। अब चाहिँ लगभग भए। हेर्नुहोस् त, बोर्डबाट सबै पुरानो यस्तो निस्किन्छ पो त। कामै छैन यसको, कामै छैन बिचरा। झन्डै ढिलो भयो। झन्डै ढिलो भयो। यसो गरेर चाहिँ मैले चाहिँ यसलाई पखालेर काटको छाँट सबै गरिसकेँ। अब चाहिँ लगेर माटोमा गाडिदिनु हो। ल यसरी धोएर ल्याइसकेँ सबै यहाँनिर सिम्बिडियमलाई है, डिसइन्फेक्टेन्ट गरेर डेटल पानीमा सबै यहाँनिर डिसइन्फेक्टेन्ट गरेर ल्याइसक्यो। अब चाहिँ गमलामा सार्नुपर्ने हुन्छ है। गमला नि रेडी पारिसकेको चाहिँ एकचोटि यहाँनिर यो पन्जा लगाउँ है साथीहरू। पहिला सुरु चाहिँ म हजुरहरूलाई एकछिन यता सारेर यो मैले माटो बनाइसकेको छु, यहाँनिर देखाउँछु। यहाँनिर यसमा चाहिँ खालि कम्पोस्ट मल, माटो, पटिङ गर्छ। अनि त्यसपछि अलिअलि पुरानो गाईको मलहरू छ मिक्स गरेको है। यसमा नचाहिने चिजहरू भनेको यस्तो बोराको टुक्राहरू त्यस्तो केही हो। नभए अरू चाहिँ यो पातहरू त सबै त्यो भएर जान्छ, सडेर जान्छ। त्यस्तो केही प्लास्टिकहरू केही छ भने मात्रै हो। यसको लागि पनि मैले गमला नि ठिक्क पारिसकेको छु है। यो 8 कि 10 इन्चीको त्यही उसकै जस्तो हो, सेम साइजको। योभन्दा ठुलो पनि नराख्ने, सानो पनि नराख्ने, किनभने ऊ अगाडि नि त्यही साइजकोमा थियो। अनि खासै अहिले बढेको पनि छैन, त्यसले गर्दा अहिले चाहिँ उसलाई त्यही ठाउँ त्यही साइजमा राखिदिनु पर्यो। अनि यो चाहिँ मैले तल चाहिँ यहाँनिर इँटाको टुक्राहरू राख्दैछु।
पानी ड्रेन गर्नको लागि सजिलो हुन्छ। यसरी राख्नुपर्छ, नभए दुलो बुच्चिन्छ अनि माटो जम्मा हुन्छ नि त्यहाँनिर। ल यसरी चाहिँ यहाँनिर राखिदिइसकेँ। अब यहाँनिर मलाई यो चाहिँ माटो राखिदिन्छु। माटो चाहिँ यसरी चाहिँ यो प्लास्टिकहरू झिक्नुपर्छ। अब माटोले यो मिक्स गरेको माटोले मजाले अलिकति दबाएर राख्ने। यसको किनभने जरा छैन नि त, जरा भएको भए चाहिँ मैले पहिल्यै जरा राखेर अलिकति माटोले छोप्दै ल्याउँथेँ। तर यसको चाहिँ एउटा पनि जरा छैन। बिचरालाई गाह्रै हुन्छ नि त, तल जरा नभएर धेरै तल गाड्न पनि भएन उसलाई है। जरा भएको भए चाहिँ पहिला जरा पनि राखेर अनि माटोले पुर्दै ल्यायो भने चाहिँ उसलाई सपोर्ट हुन्थ्यो। उसको चाहिँ त्यो सपोर्ट छैन, जरा छैन। त्यसले गर्दाखेरि अलिक तल गऱ्यो भने फेरि साह्रै बल पुगेला होइन। त्यसले गर्दाखेरि अलिकति माथि नै यहाँनिर उसको आउँदै पनि छ नि त। यिनीहरू आउँदै गरेको हुनाले यसलाई त धेरै तल राखेर त कुहिन्छ। त्यसले गर्दाखेरि ल त साथीहरू, मैले आज चाहिँ हजुरहरूलाई यो मेरो घरमा भएको सिम्बेडियम अर्किड चाहिँ रिपोर्टिङ गर्नु नै थियो। अलिकति पहेँलो भएको हुनाले के भयो भनेर चाहिँ मैले हेर्न मन लागेको थियो, रिपोर्टिङ गर्न मन लागेको थियो। अनि मैले रिपोर्टिङ चाहिँ कसरी गरेँ त्यो चाहिँ हजुरहरूलाई मैले देखाएँ अघि। यसको चाहिँ मैले रिपोर्टिङ गरेँ। भित्रपट्टि हेर्दाखेरि के पत्ता लाग्यो भन्दाखेरि कुनै पनि यसमा किराहरू चाहिँ लागेको पनि थिएन, खुम्ले पनि लागेको थिएन। अनि बल्बहरू सुकेको, राम्रोसँग ग्रो नबढ्नेको कारण चाहिँ के रहेछ भन्दाखेरि माटो चाहिँ त्यसको खिसकेको छ, त्यसको भइसक्यो। जुन चाहिँ एनर्जीहरू न्युट्रियन्ट्सहरू गइसकेर पुरानो माटो थियो। अनि त्यो माटोलाई फेर्नुपर्ने चाहिँ आवश्यक देखेको हुनाले मैले चाहिँ जरा काटेर, त्यसको पुरानो जरा काटेर डेटोलमा सफा गरेर अनि फेरि नयाँ माटो मलसहितको माटो राखेर चाहिँ मैले रिपोर्टिङ गरेँ। अहिले चाहिँ अलिकति सफा राम्रो साइनिङ देखेको छ। अब बिस्तारै यो चाहिँ चेन्ज हुँदै जान्छ। हवस् त साथीहरू, मेरो यो भिडियोलाई हजुरहरूले हेरेर कस्तो लाग्यो कमेन्ट दिनु होला। मन पर्यो भने लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। हवस् त, थ्याङ्क यू, बाई।